हजुर नमस्कार। यसपालि पनि म सधैँ वर्ष 2083 साल यो महिना यति गति कुन बार पर्छ भनेर म यो क्यालेन्डर लिएर आइरहेको छु यहाँ माझमा चाहिँ। अब यहाँको 82 जस्तो भयो 83 मा यहाँ सबैको प्रगति होस्, उन्नति होस्। अब म क्यालेन्डरको लागि म भन्न गएको छु, सुन्नुहोस् त मलाई। हजुर वैशाख 10 गते। हजुर वैशाख 10 गते चाहिँ कुन बार पर्छ भने वैशाख 10 गते चाहिँ बिहिबार पर्छ हो। हजुर एकदम सही। अनि हाम्रो जेठ 14 गते। जेठ 14 गते। हजुर जेठ 14 गते यो पनि बिहिबार पर्छ। हजुर सही भन्नुभयो। अनि असार 8 गते। असार 8 गते भन्नुभयो। हजुर असार 8 गते चाहिँ सोमबार पर्छ हो। हजुर एकदम सही। अनि श्रावण 3 गते। श्रावण 3 गते भन्नुभयो। हजुर यो चाहिँ आइतबार पर्छ हो। हजुर एकदम सही भन्नुभयो। हजुर कमलले हामीलाई यो चाहिँ यो वर्षको महिना थाहा हुन्छ, गते पनि थाहा हुन्छ, तर बार थाहा हुँदैन। यहाँ यो कसरी थाहा यो चेक गरेर भन्दाको छ भनेर अचम्म लाग्ला। क्यालेन्डर त घुक्न त असम्भव छ, सकिँदैन, इम्पोसिबल हो। त्यसै भएको हुनाले यहाँहरूलाई यदि आवश्यक चाहिन्छ भने मेरो यो भिडियोलाई लाइक सब्सक्राइब गरिदिनु हुन अनुरोध गरेर अर्को भिडियोमा यहाँहरूलाई म यस्तो ट्रिक पनि अवश्य पनि जानकारी गराउनेछु। नमस्ते।